guys, welcome back to my another video. तपाईहरुको हालखबर के छ? मेरो चाहिँ एकदम ठीक छ। अनि अहिले यो आन्दोलनले के भइराछ नि त। तर धन हामी चाहिँ अलि यता सीता पाइला एरियामा छौं। यतातिर चाहिँ त्यस्तो केही छैन। तपाईहरु बस्नेतिर के छ कमेन्ट गर्नु होला है। तर जो कुनै एरियातिर हुनुहुन्छ उहाँहरुलाई चाहिँ गाह्रो भइरा होला। अस्ति कर्फ्यू लगाइरा थियो अनि आन्दोलन भइराछ नि त। अनि आन्दोलन नेपालीहरुको कति क्रिएटिभ छ। आन्दोलनको मिम आइसक्यो, त्यही भएर त्यसमा चाहिँ रियाक्ट गर्न गइरहेछ। मलाई चाहिँ लाइक के आन्दोलन ठुल्ले होस् हैन, मस्त लाइक परिवर्तन होस् हैन एक हिसाबले, नत्र भने चाहिँ यस्तो लाइक यस्तो भएर त्यो मान्छेहरु नमरुन् टाइपकै। अस्ति त्यो मलाई यो लाइक आन्दोलनले केही भएको थिएन के, त्यो एउटा पत्रकार मर्यो नि, त्यसले चाहिँ कस्तो हार्ट हेभी भइरहेछ। बिचरा उसको फ्यामिलीलाई कस्तो परिरह होला। उनी कसैको छोरा, कसैको दाइ, कसैको भाइ थियो नि त हैन। त्यो पत्रकार मरेको वाला कुराले चाहिँ मलाई यस्तो नराम्रो फिल भइरहेछ। तर लाइक आन्दोलन चाहिँ होस्, त्यो नेताहरूले केही गर्नेवाला छैन, तर राजा आएर केही गर्नेवाला छैन। तर नेपालमा बालेन जस्तो 2-4 जना आउनुपर्छ। बालेनले एक्लै ल्याउँदैन, बालेन जस्तो 2-4 जना आउनुपर्छ। अहिले चाहिँ हामी मिम सुरु गरौँ है त। फर्स्ट मेम रहेको छ, सुरु गरौँ है त। लाइक यो के अरे नेपाली सेनाको ग्यासको त्यो वाला उयो ग्यासको के अरे डेट एक्सपायर 22 मा एक्सपायर भयो पो फालिरहेछ यार। ग्यास सही हो गरौँ है त। सेकेन्ड इमर्जिङ नेपाली फास्ट बोलर यो चाहिँ सुहाएन। यो चाहिँ मलाई मन पर्दैन। लाइक गुरु भएर त्यो कि ड्रेस अर्कै लाउनु हैन, पुरै जस्तो ड्रेस लाएर ढुङ्गा हानिरहेछ भने यार त्यो लाइक नैतिकताले नदिने काम नगर्नु न यार गुरुजी। यो त पुरानो मिम हो। पार्टीको मासु यति राम्रो बन्छ, देशको राम्रो बन्छ। विशाल गौतम हैन, यो पार्टीको के अरे मासु यस्तो राम्रो छ भने देश कस्तो बन्छ भन्ने। देख्न नदिऊ 25 देखि 16 देखि नदिऊ बङ्गलादेश। कता जाने हो, कसरी जाने हो? हाम्रो पुलिस साथीहरु रिपोर्ट बनाउँदैछन् क्या हो त? तपाईहरुकै श्रीमती, तपाईहरुकै छोराछोरी, नाति नातिना जोगाउन लागेको छ है। दुर्गा पर्साई भागेको सुन्नु हुँदैन, मरेको सुन्नुहुन्छ तपाईहरुले। म मरेको सुन्नुहुन्छ, म भागेको सुन्नु हुँदैन। म झुक्दिन। र मलाई के भनेको थियो मारवाडीहरुले पनि, तेरो सम्पूर्ण ऋण हामी तिर्दिन्छौं, यो आन्दोलन छोड्दे भनेर भनेको थियो। यहाँ मनोकामना सदा साँची राखेर भन्दै छु। मलाई अफर आयो, मैले हुँदैन भने मेरो प्रोजेक्टले तिर्छ, मेरो नातिले ऋण तिर्छ। तिमीहरू मेरो देशमा बसेर मेरा दाजुभाइ बेचेर ऋण तिर्दिने मेरो तिमीहरू नालायकहरू भनेको मैले। 15 गते 3 गुणेमा भेट्ने जाँदाखेरि कति जाँदो रहेछ। घर चाबी बन्द गरेर, दोकान बन्द गरेर हामीले 15 दिन दोकान बन्द गरिदिउँ त हामीले लडाइँ नै लड्नु पर्दैन। ट्याक्स नदिउँ त 15 दिन बन्द गरिदिउँ न, बाटो बन्द गरिदिउँ, ट्याक्सीवालाले ट्याक्सी नचलाउँ, बसवालाले बस नचलाउँ, कोहीसँग लडाइँ नै गर्नु पर्दैन। के को यहाँ सादत र फादत त, के को यहाँ कोहीसँग केही गर्नै पर्दैन। हेर्नुहोस् बङ्गलादेशमा 2 होइन 223 सिट, 270 सिटमा 223-30 ल्याएको उ त्यो त्यसको नाम के भन्छ, शेख हसिनाको हालत के भयो? यिनीहरूलाई त यिनीहरू अहिले सबैजना हिजो 3 जना मिलेर बसेछन् नि त दाजुभाइ जस्तो गरेर। राजालाई म धम्की दिन्छ हौ प्रचण्ड। के कुन हैसियतको मान्छे प्रचण्ड केपी ओली? बेला के दुर्गा प्रसादले त्यो लाइक डरै नमारिकन भनेको चाहिँ कस्तो लाइक उ लाग्छ। तर बेला त पागल जस्तो लाग्छ हो।
गर्नु सक्छु भनेर पाइट लगाएको त्यसैले होइन आई एम स्टिल स्ट्रेन्थ लाइक अ जेन्ट्स भनेर पाइट लगाएको वाइ भन्यो भने इफ आई एम लेडिज अल्सो आई एम स्टिल एलाइभ आई क्यान डान्स अल्सो आई क्यान डु एभ्रिथिङ त्यसैले हामीले देशमा राजा चाहिन्छ राजाको आगत आयो राजा त राजै छ नि हाम्रो देशमा कसलाई इन्डियाकोलाई ल्याएर भएन के अरे चाइनाको अमेरिकाको ल्याएर कहाँ हुन्छ त राजा हाम्रो ज्ञानेन्द्र शाह परिवारहरू जिउँदैछ त उहाँको नाति छ छोरा छ मान्छेले जेसुकै भन्नुहोस् न मान्छेले जे पनि कुरा काट्छन् तर धेरै ठुलो ठुलो आरोपहरू लागिरहेको छ के होइन मलाई पनि बौला भने पागल भने जग्गा खाइदियो सी इज अलरेडी डेड भन्यो मलाई अहिले बस्ने बास छैन तपाईँको बस्ने गयो भने छैन रोडमा पनि बसेको छैन घरमै बसे त्यही भएर यस्तो आरोप प्रत्यारोपण लागिरहेको छ राजा देशलाई चाहिन्छ राजाले आँट गरिराखेको छ अब राजाले विकल्प के गर्नु पर्यो भने यो आन्दोलन गरिरहेको हुन्छ राजाले उसलाई यो के भन्छ आर्मी र यो के अरे पुलिसको ठुलो ठुलो चिफहरूलाई बोलाएर गोप्य मिटिङ गर्नुपर्छ गोप्य मिटिङ गरिसकेपछि अनि निचोड निस्केपछि यही संविधानले बाँधिनु भएको छ त्यो संविधान छोडिदिनु त्यो कहाँको इन्डियाको कि मेघालय के अरे चाइनाको कि अफगानिस्तानको कि युरोपियन कन्ट्रीहरू युरोपियन कन्ट्रीहरू त अब कटु लगाएर हिँड्छन् यो अङ्कल होला मैले हेर यो अङ्कल चाहिँ हाम्रैतिरको हुनुहुन्छ त्यो दाईहरूले चाहिँ चिन्नु भएको छ अरे मैले चाहिँ चिने होइन त्यो दाईले भन्दै हुनुहुन्छ हेर बिफोर एन्ड आफ्टर बुझेछु किन नबुझ्नु भाइ अब यो देशमा राजा चाहियो हजुर यो देशमा चाहिँ नि धेरै किन चाहियो म त राजाकै पालामा जन्मेको राजाले कति राम्रो गरेको थियो होइन पुलिसमा जागिर खान पाएको थियो अहिले माओवादीले गर्दाखेरि मेरो जागिर नै चिप्लियो जागिर नै गयो म बेरोजगारी भएँ अहिले अलिक चोरी हुने चिजहरू सुरक्षित सरकारले राख्नु पर्दैन होसै भएन आन्दोलनमा के गर्ने रुने बाहेक अब के सही है तर अब 2 दिन लाग्ने मेरो गइहाल्यो मेरो बेरोजगार मान्छे झन् सिक्रिने गएछ अब 2.5 तोला घर कसै जानु अब 2.5 तोला हामीले जित्दै पर्छ त्यति हो कुरा यो लडाई राजा र दुर्गा प्रसादले जित्दै पर्छ राजा र दुर्गा प्रसादले जित्यो भने आम नागरिकले जित्यो देशले जितिराख्नु भएको छ यो गाडीमाथि गहरीले हुँदा सुन्दा लाठी चार्ज गरिरहेको छ तपाईँ देख्न सक्नुहुन्छ मेरो काम 6 बजे छ म 5 बजे निस्किन्छु घरबाट बोइज एट 5:69 जाग 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 हे और नींद त्याग हे सूती बसे नाच्ने टुकीबाल कता हिडेको हो बिजुली बालेर भन्दै नाच्ने नि हकिन अब त टुकी बालेर भन्दै नाच्नु टुकी बालेर हामी टुकी बालेर अब त बत्तिन जान्छ के हो भिडमा सबै अब समय आल्यो घाँटीमा पछाडिबाट म निस्किन लाथेँ मलाई नै ठेलेर लुट अब के गर्ने रुने बाहेक अब के गर्नु मैले यो अङ्कलको लाइक बिफोर एन्ड आफ्टर होला पनि मेबी यहाँ छ होला मैले गर्छु लाइक तर यस्तो भिड हुन्छ त सुट लाएर जानु नहुने तर बिर्सा नै हुनसक्छ अब के हो राजु हामी त्यति प्रहरीले उहाँलाई पक्राउ भने भनेको देशको तालिबानहरू हो देशको योद्धा भने हामी नेपाली युवाहरू हो हामीले चाह्यौँ भने हामी राष्ट्र बचाउनको निम्ति हामी मर्न पनि तयार छौँ र हामी मार्न पनि बाध्य हुन्छौँ कुनै पनि माइका लालले नटवारले हामीलाई दबाब दियो भन्दैमा हामी हिँडिरहेको हाम्रो बाटो हामी रोक्नेवाला छैनौँ हामी सशस्त्र ढङ्गले
त क्या भाग्दिन भने म राजालाई हातमा समातेर लिएर दरबारमा लिएर जान्छु। म जान्न होला अब खै अब जताकतै हिँड्ने भएर भुरानपुर र बसेछु र म टुसुकै कसले एडिट गर्यो त हामी त यस्तो गर्न नहुनेछ चोर मान्छेहरू। दो टीवी कहाँ ले जा रहा है? एक घरवाली के लिए, एक बाहर वाली के लिए, एक और ले जा रहा अपनी साली के लिए। क्या करेगा साहब? तीसरा हाथ नहीं है ना? तीसरा हाथ दूं क्या? त्यस्तै भएको थियो एडभर्टाइजमेन्टमा। अब त चुरोटे ए भाइ एकवटा चुरोटे ए भाइ एकवटा बिहान पनि चुरोट बेलुका पनि चुरोट बाटो हिँड्दा चुरोट चुरोटै चुरोट ल्याउने भएपछि मलाई बनाउनु भनेको मैले राजा चाहिँ भयो भने म बोल्दिनँ फेरि बोल्नु मिल्दैन राजा कहाँ बोल्नु मिल्छ होइन कालो चस्मा लाउने हो अब पैसा पनि बनिसकेको छ त सही हो भाग्दिन भगवान कसम भाग्दिन म। यिनीहरूले मलाई चिनेकै रहन्छ मान्छे भाग्ने ठाउँै मैले देखेको छैन। म कहाँ भाग्छु? म भाग्दिन नि। आयो तेरो सर बाटो खाली कर आयो तेरो सर बाटो खाली कर। तर होइन साँच्चै त्यो आर्मीहरूमाथि चाहिँ यस्तो गाडी चलाउनु नहुनेकै मान्छेले राजा खेदेर यिनीहरूले त सानो गरे त। खबर टेन्सन नगर्नु चाहिँ महिनाको 1 लाख हुन्छ तल। टेन्सन गर्दै होइन नि। खबर टेन्सन नगर्नु चाहिँ महिनाको 1 लाख हुन्छ तल। टेन्सन गर्दै होइन नि। सागर बसन्त किसले सबहरू नोट राखी केटाहरू किन डरास्रो केटा रोदाइसके के मन गर्छ त्यही गर्दैन बिचरा। यो कसले आएर देश बचाउँछ चाहिँ मलाई चाहिँ थाहा भएन। तर देश चाहिँ हाम्रो राम्रो हुनु पर्यो। हिजोको दिनभन्दा आज राम्रो हुनु पर्यो। हामीबाट सुरु हुनु पर्यो, अरूबाट होइन। अरू भन्दा त्यस्तै हो होइन। दुर्गेश थापा हो देश बचाऊ मेरो लागि चाहिँ। मेरो खराब पानी छ मेरो खराब पानी छ मेरो बचाउने कसरी बचाउने हो? मलाई त सबै एकचोटि आन्दोलन होस् मस्त होस् अनि सबै कुरा सकियोस् राम्रो चाहिँ नेताहरू आउन् राम्रो लिडर आउन् राम्रो भिजन भएको जस्तो लाइक बालेन जस्तो 10 अझै धेरैजनाको खाँचो छ त्यो होस्। यो अहिलेको नेताहरू काम छ र राजा आएर पनि केही हुनेवाला छैन जस्तो लाग्छ मलाई चाहिँ। मिम हेर्न मजा भयो। थ्याङ्क यू फर वाचिङ गाइज। बाई बाई। सी यु इन अनदर भिडियो।